पेज नम्बर 46 निकाल्नुहोस् त। निकाल्नुभयो? हिजो हामीले चाहिँ निवेदन भन्ने पाठ पढेका थियौँ। आज चाहिँ हामी सत्यमोहन जोशी जीवनी पढ्दैछौँ है। म चाहिँ सुरुको ससुर वाचन गर्छु, त्यसपछि हजुरहरू गर्नुहोस् है। नेपाली भाषा साहित्यको अविश्राम्य साधक तथा नेपाली भाषा साहित्यको वर्णनीय व्यक्तित्व सत्यमोहन जोशी नेपाली कला र संस्कृतिको समेत अनन्य उपासक हुन्। सरिता उठाएर तिमीहरू चाहिँ काली र कठिन शब्द छ, चिन्ह लगाऊ है। व्यक्तिगत हित भन्दा माथि उठेर आफ्नो जातिको विस्तारका लागि समर्पित भएको हुँदा यिनको विशिष्ट योगदानले उनीहरूको भाषा साहित्य संस्कृतिमा निरन्तर आबद्ध छ। काठमाडौँ उपत्यकाभित्र ललितपुर सहरको बकुल बहालमा मित्रसम्म 1977 वैशाख 30 गते यिनको जन्म भएको हो। सम्राट जोशी र राजकुमारी देवीका ज्येष्ठ सुपुत्र सत्यमोहन जोशी आफ्ना आमा बुबाप्रति अत्यन्त भक्ति र श्रद्धा भाव राख्थे। सकारात्मक सोच तथा आशावादी जीवन दृष्टिका धनी जोशी अर्थात् व्यक्तिको अधिकार कर्ममा हुन्छ, त्यसैले निरन्तर कर्म गर्नुपर्छ भन्ने ठान्थे। त्यसैले त उनले निष्काम कर्मयोगीले झैँ दीर्घकालसम्म सेवा गर्ने सम्पूर्ण नेपालीलाई प्रेम बसेका छन्। नेपाली पोसाकप्रति गौरव गर्दै सधैँ दौड सुन्दर र भाग गाउँदै उनको सधैँ हिँड्ने जोशी सारा जीवन उच्च विचारका आदर्श धन्यवाद। हजुरहरूले चिन्ह लगाउनुभयो? अविश्राम्य साधक भनेको चाहिँ उनले चाहिँ धेरै नेपाली साहित्यले चाहिँ धेरै कृतिहरू चाहिँ अगाडि बढाउनलाई चाहिँ मद्दत गरेको भएर चाहिँ अविश्राम्य साधक भनिएको है। अब म यसको अलिकति व्याख्या गरिदिन्छु है। सत्यमोहन जोशी चाहिँ को हुन् भने उनी चाहिँ नेपाली साहित्य जगतको लेखक हुन् है। उनले चाहिँ हाम्रो कला संस्कृतिलाई झल्किने खालको कथा कविताहरू उनले चाहिँ धेरै लेखेका छन्। सत्यमोहन जोशीको जन्म चाहिँ ललितपुर सहरको बक्खु महलमा भएको थियो। विक्रम सम्वत 1977 साल वैशाखको 30 गते भएको थियो है। उनको बुबाको नाम चाहिँ शङ्खराज जोशी र राजकुमारी देवी चाहिँ आमाको नाम थियो। उनको चाहिँ उहाँको ज्येष्ठ पुत्र थिए है। त्यसको लागि भन त उनको बुबाको नाम के थियो? बुबाको नाम शङ्खराज जोशी। उनी चाहिँ सधैँ आफ्नो कर्मलाई नै कर्म भनेको चाहिँ आफ्नो कामलाई नै पहिलो प्राथमिकता दिने व्यक्तित्व थिए है। ल त्यहाँबाट लाग्ने कठिन शब्दहरू भन्नुहोस् त। अनुयायी। अब मिनाक्षर यसलाई शुद्ध उच्चारण गर्छ। हजुर सबैले सँगै शब्द वाचन गर्नुहोस् है। म एकचोटि वाचन गर्दैछु, त्यसपछि वरण्य अलौकिक अनुयायी। अब सङ्गीता उठेर सत्यमोहन जोशीको जन्म कहिले भएको?